हामीले सब किन जलायौं भन्ने कुरा चाहिँ आज देशभरि नै एउटा चर्चाको विषय भएको छ। म तपाईहरु सबैलाई हात जोडेर भन्न चाहन्छु, पीडित बहिनीको बुवा अहिले पनि वैदेशिक रोजगारमा जानुपर्ने अवस्थाको कारणले गर्दा परिवार कसैको पनि किले होइन, परिवारको आफ्नो इच्छाले परिवार विदेश जानुपर्ने विदेशिनुपर्ने एउटा पीडाले गर्दा हामीले 27 दिनभन्दा पछि आज भेरी नदीमा अन्तिम दाह संस्कार गर्यौं। अब यो न्याय जहाँसम्म 4 जना अपराधीलाई सर्वसहित जन्म कैद हुन्न, जहाँसम्म फाँसी हुन्न, नयाँ भनेको सरकारले जहाँसम्म महिलाको पक्षमा नेपालमा फाँसीको सजाय ल्याउँदैन त्यहाँसम्म हामी सडकमा रहनेछौं र समग्र देशवासी सम्पूर्ण आमा बुवा दाजुभाइ दिदीबहिनीहरूले बहिनी एनिसा विक जस्तै तमाम चेलीहरू नमरुन् भनेर सबैले न्यायको लागि बोल्नुहुनेछ भन्ने आश छ। त्यसैले गर्दा बहिनीको अन्तिम श्रद्धाञ्जली दिन गइरहेका छौं यो भेरी नदीमा। तपाईहरु सबैजना उपस्थित हुनुभयो, तपाईहरु सबैजनालाई धेरै धेरै धन्यवाद। हामी 1 मिनेट बन्दारण गर्नेछौं। अन्तिममा बहिनीको श्रद्धाञ्जली कार्यक्रममा चाहिँ 1 मिनेट बन्दारण गर्नेछौं। त्यसभन्दा पछि हामी दाह संस्कार गर्नेछौं, चित्तामा आगो चाहिँ लगाउनेछौं। हामी यो भेरी नदीमा छौं, त्यसैले गर्दा अब 1 मिनेट तपाईहरु सबैजना शान्तपूर्वक तरिकाले उभिदिनु हुन म हार्दिक अपील गर्दछु।